मेन्स्ट्रुअल कपको मिसकन्सेप्सन नेपालमा मात्र होइन, इन्डियामा पनि रहेछ कि यो भर्जिन केटीले लाउनु हुँदैन, अनम्यारिड केटीहरूले लाउनु हुँदैन भनेर। अस्ति नै चाहिँ मैले इन्फ्लुएन्सर रिदा थर्डानाको अनि उसलाई उसकै गाइनोले भनेको थियो अरे कि यु आर अनम्यारिड, तिमीले किन मेन्स्ट्रुअल कप लगाइरहेको हो भनेर। सम अफ यु गाइज आर इभिल। हामी चाहिँ यहाँ वुमेन्स कम्फर्ट, वुमेन्स हाइजिन, वुमेन्स सेफ्टीको बारेमा कुरा गरिरहेछौँ अनि केटाहरूलाई चाहिँ यो कसरी लगाउने, लगाएर देखाऊ भनेर हेर्नै मात्र मन छ। तपाईँहरूलाई त्यस्तै हेर्नै मन छ भने यो भिडियोमा हेर्न सक्नुहुन्छ कसरी लगाउने भनेर। तपाईँलाई वुमनको पेनको बारेमा थाहा नै छैन, पिरियड पेन कस्तो हुन्छ भनेर थाहा नै छैन। यस्तो मान्छेहरूले त न आफ्नो आमाको पेन देख्छन्, न दिदी बहिनीको, न त आफ्नो पार्टनरको। लिटरली आई एम फिलिङ भेरी सरी टु द वुमन हु गोना म्यारी देम। गड ब्लेस यु सिस्टर। यस्तो मान्छे पर्यो भने त लास्टै गाह्रो हुन्छ जसले चाहिँ यस्तो कुरालाई मजाकको रूपमा लिइरहेछ। अनि मेन्स्ट्रुअल कप चाहिँ तपाईँको अनम्यारिड, म्यारिड सबैले लगाउन मिल्छ, अप टु 14 इयर्सले जसले पनि लगाउन मिल्छ। यसमा चाहिँ साइज चाहिँ आउँछ स्मल, मिडियम, लार्ज, एज हेरी हेरी हुन्छ। यसले चाहिँ हाम्रो भजाइनालाई ठुलो पार्ने यस्तो भन्ने मिसकन्सेप्सन छ नि, त्यस्तो केही पनि हुँदैन। हाम्रो भजाइनाको डिजाइन नै यसरी भएको हुन्छ, जस्तै इलास्टिकै हुन्छ। यो लगाउँदाखेरि अलि ठुलो भए पनि त्यो निकालिसकेपछि ब्याक टु नर्मल साइजमा आउँछ कि। अनि यो चाहिँ सिलिकन हो, प्लास्टिक होइन। तपाईँहरूले चाहिँ यो ग्लो गिटरबाट लिन सक्नुहुनेछ, उहाँहरूको चाहिँ एफडीए अप्रुभवाला हो, सर्टिफाइड वाला हो। त्यही भएर यो चाहिँ एकदमै सेफ छ। प्याडले एकदमै ऱ्यास हुन्छ, बोकेर हिँड्न झन्झटिलो हुन्छ। तपाईँ एथलिट हो, स्विमर हो, मोडल हो, दिनभरि भागदौड गर्नुपर्छ भने चाहिँ मेन्स्ट्रुअल कप इज बेटर देन अदर अप्सन। मैले ट्याग गरिदिएको छु, तपाईँले चाहिँ ग्लो गिटरबाट लिन सक्नुहुनेछ।